नमस्ते सबैजनालाई। आज म बनाउन गइरहेको छु पनिर ठेचा। पनिर ठेचा महाराष्ट्रियन डिस हो। आज म यसलाई बनाउन गइरहेको छु। पनिर ठेचा बनाउनको लागि मैले प्यान बसाले, त्यसमा लसुन, हरियो खुर्सानी र नुन राखेर यसलाई ड्राई रोस्ट गर्ने। अब यसमा पिनट्सलाई पनि एड गरिदिने। यसलाई मजाले भुट्ने। पिनट्स पनि भुटिसकेको छ। अब यसलाई सिलौटोमा राखेर धनिया पनि एड गर्ने। धनिया एड गरिसके पछाडि यसलाई मजाले थिच्ने। धुलो पेस्ट नबनाउने, अलिकति खस्रो खस्रो नै बनाउने। अब ठेचा पनि रेडी भइसकेको छ। अब पनिरलाई काट्ने। पनिरलाई काट्दाखेरि चाहिँ 4 पाटे साइजमा काट्नुपर्ने हुन्छ। यसरी पनिरलाई पनि काटेर भ्याइसके मैले। अब पनिरमा सबै ठेचालाई लगाएर कोट गर्ने। चारैतिरबाट लगाउने। अब यो लगाएर पनि रेडी भइसकेको छ। अब यसमा प्यानमा थोरै घिउ राख्ने। अब ठेचालाई राखिदिने। सबै ठेचालाई राखेर बिस्तारै चलाउँदै पकाउनु पर्छ। ठेचा पनि रेडी भयो। हेर्नुहोस् त कस्तो राम्रो भयो। हजुरहरूले पनि यसरी नै सजिलो गरी ठेचा बनाउन सक्नुहुन्छ। एकदमै मिठो हुन्छ यो।